हेलो गाइस, गुड आफ्टरनुन। होप तपाईँहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। राइट नाउ आइम इन पन्जाब होइन। म चाहिँ मेरो हस्बेन्डसँग पन्जाब आएको छु। अनि अस्तिको भिडियोमा चाहिँ हामीले सामानहरू किनेको भिडियो हालेको छु। अनि आज भिडियो गर्नुको कारण चाहिँ के थियो भन्दाखेरि चाहिँ नानाले चाहिँ मलाई अस्तिदेखि रुमको भिडियो पठाउन भन्नुहुँदै थियो होइन। अनि म एकदम बिजी भएकोले गर्दाखेरि चाहिँ भिडियो गर्न सकेको थिइनँ। किन बिजी भन्दाखेरि चाहिँ एकदम सफा गर्नुमै एकदम बिजी थिएँ होइन। आजसम्म चाहिँ अलिअलि सफा भयो, हेर्ने लायकको चाहिँ भयो भुइँहरू होइन। टाइल्सहरू गोड्नु पऱ्यो, दुईजना हामी हस्बेन्ड वाइफ भएर, मेरो हस्बेन्ड र म हो। अनि उसको चाहिँ अहिले छुट्टी हुनुहुन्छ, छुट्टीमै हामी आएको। किन भन्दाखेरि चाहिँ रुम सेट गर्नु चाहिँ अलिक टाइम लाग्दो रहेछ, सामानहरू किन्नु होइन। अन्त त्यही भएर चाहिँ भिडियो पठाउनु पाएको थिइनँ। त्यही भएर आज चाहिँ म तपाईँहरूलाई मेरो रुमको भिडियो देखाउँछु होइन। अब सामान त हालेको छुइनँ बेसी होइन, आफूलाई चाहिने सामानहरू मात्रै अहिले किनिरहेको छु फर्स्ट भएर। किनभने हामी चाहिँ एकदम म चाहिँ एकदम मेरो चाहिँ यो चाहिँ फर्स्ट टाइम भएकोले गर्दाखेरि चाहिँ आई हेभ नो आइडिया होइन, कहाँ जानु कता किन्नु केही छैन। तर पनि हाम्रो गाउँको बहिनी होइन, अञ्जली बहिनीलाई पनि थ्याङ्क यू होइन। उहाँले चाहिँ हामीलाई आउने दिन खानाहरू बनाइदिनु भएको थियो बहिनीले। अनि मेरो साथी करिश्मालाई पनि एकदम भेरी मच थ्याङ्क यू होइन। ऊ चाहिँ एकदम अब पुरानो भएकोले गर्दा चाहिँ उसलाई धेरै कुराको एक्सपिरियन्स थियो होइन। यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ, किनभने अब एकदम अब डिफेन्स फ्यामिलीमा भएपछि चाहिँ वाइफहरू पनि एकदम डिसिप्लिनमा बस्नु पर्दो रहेछ होइन। अन्त के गर्नु हुँदैन के गर्नुपर्छ होइन। अन्त त्यो सबै मेरो साथीकोबाट बहिनीकोबाट थाहा पाएँ होइन मैले चाहिँ। अनि के लगाउनु के गर्नु हुँदैन त्यो सब भन्नु हुँदो रहेछ होइन। अनि हामी चाहिँ मेरो चाहिँ यो चाहिँ फर्स्ट टाइम भएकोले गर्दा अन्त त्यही भएर चाहिँ अहिले चाहिँ म तपाईँहरूलाई मेरो रुममा के मैले हालेको छु होइन। अहिले म आएको चाहिँ 3-4 दिन मात्रै भइरहेको छ नि त। त्यही भएर चाहिँ म चाहिँ एकदम अननोन छु यो जग्गामा होइन। अब यो प्लेसमा अब अहिले म अननोन छु। अन्त तपाईँहरूलाई चाहिँ मेरो नानाले गर्दाखेरि चाहिँ म आज तपाईँहरूलाई रुम मात्रै जस्ट देखाउन सक्छु होइन। रुममा के छ के छैन अब पछिबाट फेरि तपाईँहरूलाई म एकदम मेरो फाइनल लुक रुम टुर देखाउँछु होइन। क्वार्टर रुम टुर देखाउने छु। अनि आज चाहिँ के छ के हालेको छु त्यो तपाईँलाई देखाउने छु। टिल देन स्टे ट्युन गाइस। दिस इज द एन्ट्रेन्स होइन। एन्ट्रेन्समा चाहिँ मैले यसरी हल्का पर्दा झुन्डाएको छु। अनि यहाँ चाहिँ वासरुम हो। वासरुम चाहिँ अलग अलग छ, नुहाउने र टोइलेट गर्ने होइन। अनि यहाँ चाहिँ एन्ट्रेन्स भएकोले गर्दा चाहिँ मैले यहाँ हल्का पर्दा हालेको छु। अनि यो चाहिँ भयो तपाईँको डाइनिङ हल हो। मैले चाहिँ डाइनिङ हललाई चाहिँ यसरी राखेको छु अहिले फिलहाल। अनि यो सबै नयाँ किनेको म्याटहरू, टेबल र चेयरहरू चाहिँ प्रोभाइड गर्नुहुन्छ होइन। अनि यहाँ बेसिनमा यसरी राखेको छु। अनि यो चाहिँ मेरो किचनमा चाहिँ अहिले मैले ठिक्कै आफूलाई चाहिने हामी दुईजनालाई चाहिने सामानहरू मात्रै हालेको। अनि यो मक्टु चाहिँ मैले घरबाटै ल्याएको होइन। यसरी सजाएको छु अहिले। अनि यो टाइल्स चाहिँ यस्तो कालो थियो भर्खर रिपेयरिङ भएकोले गर्दाखेरि चाहिँ यो सिमेन्टहरू सबै कालो थियो, टाइल्स चाहिँ हेरिन सक्थ्यो। अनि यो भुइँ चाहिँ एकदम घोटेको हार्पिक लगाएर यो टाइल्सहरू पनि पुरा रिपेयरिङले गर्दा मैला थियो। अन्त यो सबै म र मेरो हस्बेन्ड भएर सफा गरेको रुमको टाइल्सहरू। अनि यो चाहिँ हामी सुत्ने रुम। अनि यहाँ मैले सानो छेसम बनाएको छु, किनभने यहाँ चाहिँ अलरेडी बक्स थिएछ। त्यही भएर चाहिँ सबै सामानहरू घरबाटै ल्याएको थिएँ, धुप छिमी पुम्बाहरू सबै। अन्त त्यही भएर चाहिँ हल्का यहाँनिर चाहिँ हल्का पूजा थान बनाएको छु मैले होइन। हेर्न सक्नुहुन्छ यो चाहिँ हामी सुत्ने रुममा चाहिँ छेसम हुनुहुँदैन भन्नुहुन्छ सबैले होइन। तर यो चाहिँ अब टेम्पोरेरीको लागि चाहिँ अब मैले यहीँ बनाएको छु हो। अनि यहाँ चाहिँ हो तपाईँको गेस्ट रुम बनाउनु भनेर सेट गरेको। तर यहाँ चाहिँ अहिले हामी फिलहाल केही हालेको छैन, बादमा गर्ने भनेर। अनि यो टाइल्स चाहिँ सफा गरिसक्यो। यति नै हो मेरो रुम चाहिँ यस्तो छ होइन हाम्रो रुम।
अन्त तपाईहरुलाई आजको मेरो भिडियो के कस्तो लाग्यो हैन प्लिज डु लाइक शेयर एन्ड सब्स्क्राइब माई च्यानल सो नेक्स्ट भिडियो तपाईहरुलाई फेरि दामी राम्रो देखाउने छु टिल देन बाइ बाइ टेक केयर गाइज